हेलो एभ्रिबडी, नमस्ते सबैलाई। अगाडि डिस्क्लेमर त हेर्नुभएको होला। म चाहिँ कोही पार्टीको चाहिँ होइन, न राज संस्थाको सपोर्टिभ, न विरोधी, न कुनै पार्टीको सपोर्टिभ, न कसैको विरोधी। यहाँ म निष्पक्ष भएर आफूले देखेको कुरा, आफूले भोगेको कुरा सबै भन्छु है। सुनिदिनु होला, सुन्न मन लागल, नत्र भने स्किप गर्न सक्नुहुन्छ, जति पनि भिडियो छन् हजुरसँग। अनि कुरा अहिले चाहिँ उठेको छ नि त, राज संस्था लाई फिर्ता ल्याउने अथवा राजालाई फिर्ता ल्याउने भनेर। अब राज संस्था हट्यो। पहिला हटिसकेपछि ल ठिक छ, स्थापना भयो सरकारको स्थापना राम्रोसँग भयो, राजा बिनाको सरकार। त्यसपछि सरकारले काम गर्यो, गरेन भन्दैन म, काम गर्यो, राम्रोसँग काम गर्यो। राम्रोसँग कसरी काम गर्यो भने चाहिँ विद्युत पहिला 16 घन्टा लोड सेडिङ हुन्थ्यो, अहिले छैन। अहिले लोड सेडिङ छैन। मैले फेस गरेको लोड सेडिङ त्यति बेला 18 घन्टा लोड सेडिङ। अनि त्यसपछि ट्रान्सपोर्टेसनको हुन्छ, साधनहरूदेखि लिएर कतै जान पर्यो अथवा केही गर्न पर्यो, नर्मल सिमहरूदेखिको लिएर एडभान्समेन्ट, आइटी सेक्टरको एडभान्समेन्टहरू राम्रो छ। बाटोहरू नयाँ नयाँ बनाइरहेको छन्, राम्रो छ। तर पर्याप्त छ र पर्याप्त छैन नि। हाम्रो माननीय प्रधानमन्त्रीज्यूले राफ्टिङ अफ नेपाल बन्दबाट मैले हेरेको थिएँ। त्यसमा हामी जति पनि पाएका छौँ त्यतिमै खुसी हुन सक्दैनौँ। गाडी चढेर हिँड्छौँ तर बाटो कहाँबाट के हो कसो हो भन्ने देख्दैनौँ। यस्तै के हाल्नु भएको थियो एक्ज्याक्टली, म त वर्डहरू अहिले यहाँ भनिनँ पनि। अनि त्यो भन्नुभएको रहेछ। ठिकै हो, उहाँले भनेको गलत होइन। तर के त्यति हो त नेपालको पोटेन्सियल? नेपालको आफूले गर्न सक्ने विकासको पोटेन्सियल त्यति हो होइन होला नि, होइन र? मलाई त लाग्छ नेपालको पोटेन्सियल, अहिलेसम्म नेपालको पोटेन्सियल उहाँहरूलाई पनि थाहा छैन। उहाँहरू आफूमै अल्झिनु भएको छ। कस्तो हुन्छ तपाईँले एकचोटि अड्डिनुहोस्, आफ्नो ठाउँमा अड्डिनु, आफ्नो ठाउँको वरिपरि एकचोटि एक चक्कर हेर्नुहोस्, होइन? तपाईँलाई थाहा हुन्छ कि नेपाल विकास कतिको राम्रोसँग भएको छैन। ठिक छ, नेताहरूले भन्नुभएको छ यो त्यो हो, ठिक छ। तर जुन कुरालाई हजुरले स्ट्रिक्ट भएर लिन सक्नुहुन्छ त्यो कुरालाई त भएको छैन नि त। यहाँबाट लिन्छ भने नारायणघाट बुटोल सडक खण्ड अहिलेसम्म बनेको छैन। 5 वर्ष मैले मेरो ब्याचलर लाइफ सुरु गर्दाखेरि बिग्रेको त्यो बाटो, मैले मेरो ब्याचलर लाइफ सकिसक्दासम्म पनि मैले त्यो बाटो बनेको भेटेको छैन। अहिलेसम्म नि म त त्यही बाटोमा मजाले गर्दै गइरहेको छु। त्यो बाटो, त्यो एउटा बाटो भयो। अब मैले देखेको छैन राज संस्थामा कस्तो हुन्थ्यो भन्छन् है। पहिला त भन्थे राज संस्था क्रुअल हुन्छ, एकदम राजाले दबाउँछन्, उ गर्छन्, राजाका नजिकका मान्छे मात्र पुसिन्छन् भन्थे। मैले देखेको छैन, म भन्न मिल्दैन। मैले जुन कुरा देखेको छैन त्यो कुरा म भन्दा नि भन्दिनँ। मैले भन्ने भनेको मैले देखेको कुरा, मैले भोगेको कुरा मात्र भन्छु हजुरहरूलाई, होइन? अब राज संस्था ल्याउने भन्नुभएको छ, ठिक छ। म यो भन्दिनँ कि हामीलाई गणतन्त्र राम्रो होइन भन्दिनँ म, धेरै राम्रो छ गणतन्त्र, ठिक छ। मान्छे 1-2 मान्छेले फरक पर्ने हो। जुन मान्छेहरूले रुल गरिरहनु भएको छ भन्न मिल्छ, रुलै गरिरहनु छ भन्न मिल्छ। अथवा जो मान्छेहरू पोस्टमा हुनुहुन्छ, जो मान्छेहरू पावरमा हुनुहुन्छ, जसको पावरहरू चल्छ, उहाँहरूले गर्दाखेरि गणतन्त्र अलिकति भएको म बिलिभ गर्छु। प्लस हामी पनि जनता पनि त्यसको लागि भागीदार छौँ, किनकि रोज नि उहाँहरूलाई हामीले जो भोट दिएर, मैले नै भोट दिएको एकचोटि, मेरो लाइफको पहिलो भोट लास्ट टाइम भएको इलेक्सनमा जेठमा दिएको सायद। अब जनताहरू फ्रस्ट्रेट भएको छ, लिटरली फ्रस्ट्रेट भएको छ। किन फ्रस्ट्रेट भएको छ भनेपछि केही काम भएको छैन। अब नेपाल बस्नलाई अहिलेको युथ किन बस्ने त? रिजन दिनुहोस् न मलाई 5वटा रिजन दिनुहोस्। अनि मान्छे नेपाल बस्छ, 5वटा रिजन मात्र। हजुरले न जब अपर्च्युनिटी, न इम्प्लोइमेन्ट आफै क्रिएट गरेर भन्नुहुन्छ। कहाँबाट फन्डिङ निकालौँ, कहाँबाट निकालौँ मैले फन्डिङ, केबाट निकालौँ मैले फन्डिङ? ट्याक्स, हजुरको सिस्टम त्यस्तै ट्याक्स छ, यति हाई ट्याक्स छ बाहिरकोबाट। कति धेरै कुराहरू कसरी, न अपर्च्युनिटीहरू छ, न बाहिरसँग छ, केही पनि छैन। मैले देखेको, अब हजुरहरूले देख्नु भयो होला, हजुरहरू मभन्दा धेरै जान्ने मान्छेहरू हुनुहुन्छ, भिडियो हेर्ने मान्छे अथवा बुझ्ने मान्छेहरू पनि। तर पनि यहाँ मान्छे बस्नलाई एउटा राम्रो अपर्च्युनिटी, जबको अथवा स्यालेरीको अथवा केही भनिदिनुहोस् न। हजुरले भन्नुभएको छ नो टोलरेन्स अफ करप्सन भनेर। ओके, आई रेस्पेक्ट फर यु सर, मिस्टर प्रेसिडेन्ट, मिस्टर प्राइम मिनिस्टर। बट तपाईँकै कार्यालयमा अथवा तपाईँ पछिका कार्यालयमा तलपट्टि आउनुहोस्, कार्यालयमा आउनुहोस्, केही कुरा घुस नदेखि चल्दैन।
दिने मान्छे पनि हामी हो, दिन्न पनि भन्दिनँ। किनकि मलाई त्यो काम चाँडो गराउनु छ, मलाई मेरो काम गराउनु छ। कुरो त्यो बिग्रेको दुइटै भए छन्। तर एडमिनिस्ट्रेसन लेभलबाट जबसम्म सुध्रिन्न जबसम्म हामी पनि सुध्रिन्न तबसम्म हुँदैन। त्यो मानेको छु मैले, नमान्ने होइन। कति लेका नामहरू छन् होइन। अब भनौँ मिस्टर रवि लामिछाने सर, उहाँ पनि अहिले केसमै अल्झिनु भएको छ होइन। अनि त्यसपछि हाम्रो हुनुभयो हजुरको हाम्रो पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सर, केपी शर्मा ओली, उहाँहरू मान्छे नमुच्छेको भनेर नाम नआएको कोही पनि छैन। ठिक छ, सबुत नहोला, तर नमुच्छेको भनेर नआएको छैन नि त नाम कतै पनि। हरेक ठाउँमा मुछिनु भएको छ भनेर आएको छ नि त। अब त्यो हो सर। म जेन्युनली अब लिडरहरूको कम्पेयर गर्छु म है, तिनवटा लिडर, केपी शर्मा ओली, शेरबहादुर देउवा अनि पुष्पकमल दाहाल प्रचण्ड है। उहाँहरू तिनवटाको गर्दाखेरि चाहिँ कम्पेयरमा गर्दाखेरि चाहिँ कसरी कम्पेयर गर्छु भन्दाखेरि चाहिँ मैले सुनेको आधारमा, मैले बुझेको आधारमा कम्पेयर गर्छु। केपी शर्मा ओली एकदम उहाँ भिजनरी लिडर हो, म मान्छु है, आई रेस्पेक्ट हिम। उहाँ एकदम भिजनरी लिडर हो। तर अहिले उहाँकै सरकार छ नि त, उहाँको सरकारद्वारा आएको क्वेसन हो नि त मिस्टर कुलमान घिसिङ सरलाई के भन्छ भने किन नहटाउने भनेर पत्र लेख्ने भनेर भनेको कुरा होइन। अब ठिक छ, उहाँको काम जिरो मूल्याङ्कन दिनुभयो अरे, प्रधानमन्त्रीज्यूले दिनु भएन, म मान्छु। तर उहाँको सरकार हो, उहाँको सरकारबाट आएको त्यो कुरा हो। हुन्छ, उहाँहरूको प्रोटोकल होला, उहाँहरूको सबै कुरा हुन्छ, उहाँहरूले दिनुभयो आफ्नो पोइन्ट सिस्टमबाट निकालेर कसरी के बुझ्नुभयो। उहाँहरू धेरै बुझ्ने मान्छे हो मभन्दा, म भर्खर बच्चा हो। उहाँले दिनुभयो अरे होइन, दिनुभयो, दिनु त भयो, जिरो दिनुभएको छ। अब काम त हामीले देखेको छ नि सर। 18 घन्टामा लोड सेडिङमा बसेको मान्छे अहिले 1 घन्टामा लोड सेडिङ नहुँदाखेरिको रिजल्ट त हामीलाई थाहा छ नि त। नेपालको त्यो पोटेन्सियल ग्रोथ अन द हाइड्रो इलेक्ट्रिसिटी कतिसम्मको बढेको छ, कतिसम्मको के भन्छ प्रफिट निकालेको, त्यो त पेपर डकुमेन्टले भनिदिन्छ नि त सर। हजुरसँग भएको जनताले पनि देखेको छ, रुचाएको पनि छ। लास्ट टाइम कुलमान घिसिङ सरलाई हटाउँदाखेरि एकजना सर आउनु भएको थियो, उहाँको सट्टा के भएको थियो भने हजुरले देख्नु भएको थियो हो। अब केपी शर्मा ओली सरको बारेमा भयो, उहाँले गर्नुभयो, राम्रो काम गर्नुभएको छ, तर अझै पनि गर्न सकिन्छ सर। मेरो तर्क के भने चाहिँ के यो पोटेन्सियल हो त नेपालको डेभलपमेन्ट गर्नलाई। यति धेरै वर्ष भइसक्दा पनि नेपालले यो पोटेन्सियलले डेभलपमेन्ट भएको छ, यसलाई चाहिँ एक्सेप्ट गर भनेर बस्न मिल्छ? मिल्दैन नि त। मानौ आज अहिले भनेको धेरै टेक्नोलोजीको जमाना छ हैन, ठिक छ, सस्टेनेबल डेभलपमेन्ट गर्न सक्नुहुन्न अरे हजुरले अहिले एक दिनमा सक्नुहुन्न अरे, 1 वर्षमा सक्नुहुन्न अरे, 10 वर्षमा सक्नुहुन्न अरे सस्टेनेबल डेभलपमेन्ट गर्न हैन। तर त्यसका लागि अब अरू त कुरा त सक्नुहुन्छ नि। जस्तै बिजुली बत्ती जान्छ भने किन जान्छ त? फोन गरेर एकचोटि फोन गर्ने मिडियम सरकारी कार्यालयको कुनै पनि सरकारी कार्यालय, नेपाल टेलिकमदेखि लिएर कुनै पनि विद्युत प्राधिकरण कुनै पनि सरकारी कार्यालयमा फोन गर्नु छ भने फोन उठ्दैन, रिङ जान्छ, त्यसपछि ह्याङ अप हुन्छ। एउटा बनाइदिनुहोस् न सिस्टम एउटा त्यस्तो। हजुरले भन्नुहुन्छ मैले कम्प्लेन गर्ने बनाएको छु भनेर, त्यो कम्प्लेन सुनिन्छ पनि कहिले? सुन्नु भएको छ एकचोटि गरेर त्यहाँ कति कम्प्लेन आएर बसेको छ भन्ने? मेरो धारणा सुन्नुहुन्छ कि नै हजुरलाई थाहा होला त्यो सर हैन। अनि मान्छेलाई विश्वास उठिसक्यो अहिले भन्दाखेरि। अब भनौँ न हजुरहरू जुन डेभलपमेन्ट प्रोग्रेसमा हुनुपर्ने त्यो डेभलपमेन्ट प्रोग्रेसमा छैन, सधैँ छैन कि है। अनि शेरबहादुर देउवा सरको बारेमा म त्यति भन्दिनँ, किनकि सरको बारेमा मलाई त्यति आइडिया पनि छैन, नलेज पनि छैन सरको कामको बारेमा। सो म त्यति चाहिँ भन्नहरू छैन हैन। अब जाम प्रचण्ड सरको बारेमा, उहाँ सर राम्रो लिडर हो। मैले धेरैको मुखबाट सुनेको, धेरैको मुखबाट थाहा पाएको र उ गरेको, पोलिटिकल लिडरको मुखबाट पनि सुनेको, पुलिस अफिसरको मुखबाट पनि सुनेको, डिएसपीहरूको मुखबाट पनि सुनेको, इन्टरभ्यूहरू पनि देखिरहेको। मैले के भन्छ, सबभन्दा सजिलो काम गर्न मिस्टर पुष्पकमल दाहाल प्रचण्डसँग छ, सबभन्दा सजिलो। हि इज भेरी फ्लेक्सिबल पर्सन, हि इज भेरी फ्लेक्सिबल पर्सन अन दिस थिङ हैन। आई रेस्पेक्ट द्याट पर्सन टु हैन। राम्रो, ठिक छ, पास्टमा केही कुरा हटाउनको लागि केही भयो इन्सिडेन्ट, ठिक छ, द्याट्स अन द पास्ट, बट एट द प्रेजेन्ट हि इज डुइङ बेस्ट फर द कन्ट्री, हि क्यान, मेरो विचारमा है। ओके, लेट्स कम टु द अब अहिलेको पोलिटिकल सिनारीमा अहिले डर आतङ्क मच्चाएर नि त नि राज संस्था आउने भन्दै, अनि राज संस्था आउने रे
अब हेरौँ त्यो त अब ज्योतिषले नि भनेका छन्, सरी ज्योतिषले नि भनेका छन् रे आउँछ अरे चैत वैशाखसम्ममा, जुनसम्ममा के यस्तै के मैले सुनिरहेको थिएँ। ठिक छ, द्याट फेथ इज एनदर ठाउँ होइन। लेट्स कम टु द पोइन्ट, किन आयो त्यो कुरा चाहिँ, किन आयो त भन्ने कुरा गरौँ न होइन। मान्छे सेटिस्फाई छैन सर, नेपाल गभर्मेन्टले गरिरहेको कामसँग मान्छे सेटिस्फाई छँदै छैन। द वे द पैसा च्यानलाइज भइरहेको छ, मान्छे सेटिस्फाई रत्तिभर पनि छैन होइन। अहिले राज संस्था सपोर्ट गर्ने मान्छे गरे होइन, सबै 99% युथ छ, सबै युथ छ। अनि कस्तो युथ छ भने चाहिँ जो युथले त्यो जुन मास मुभमेन्ट भयो नि नेपालमा त्यति बेलामा जन्मेको युथदेखि लिएर अहिलेको युथ छ क्या, भनेको अल अफ 35 एजसम्मको युथहरू छ क्या। बुढो त्यति छैनन्, बुढा मान्छे त्यति छैनन्, त्यति उ छैनन्, सबै युथ छन्। त्यहाँ राज संस्था फिर्ता गर्नुपर्छ भने 35, 37 योभन्दा बढीको मान्छे मैले एज सायदै मेरो अनुमानले मैले देखेको छैन। आकलन हो मेरो पनि, आई मे बी रङ होइन। अनि त्यो अब तपाईँ त्यो अब चित्त बुझेको छैन, चित्त बुझ्दा किन बुझ्ने, चित्त पनि किन, जब अपर्च्युनिटी छैन, बस्ने माहौल छैन, सेक्युरिटी छैन, केही पनि छैन। अस्ति भर्खरको त केस भयो केआइआइटीको इन्डियामा, गभर्मेन्टबाट रेस्पोन्ड भयो, मिस्टर प्राइम मिनिस्टरले फोन गर्नुभयो उसको ड्याडीलाई, कुरा गर्नुभयो, ठिक छ, त्यो रेकर्डिङ पनि बाहिर आएको थियो, सुनिएको थियो होइन। राम्रो हो, थ्याङ्क यू फर द्याट। यो हजुरको सिम्पथी पनि थियो, त्यो दिनुपर्ने। हजुरले आफ्नो प्रोटोकल अनुसारले पनि काम गर्नुभयो, धन्यवाद, धेरै धेरै धन्यवाद होइन। तर त्यो सिस्टमहरू यहाँ नदोहोरिउन् भन्नलाई अथवा अरू ठाउँमा नदोहोरिउन् भन्नलाई के भन्दा केही न केही त स्टेप त राख्नुपर्छ नि त। के गर्न सकिन्छ होइन, द्याट्स योर वर्क सर। के गर्न सकिन्छ भन्ने त हजुरको काम हो नि, मैले सोचेर बस्ने काम होइन नि त। त्यो त यु आर देयर बिकज हामीले चुनेर हजुरहरूलाई त्यहाँ राखेको मान्छे, हजुरको काम हो नि त्यो। सोसल मिडिया बिलको कुरा भए यति धेरै आलोचना भयो, लेट अस स्पिक भन्ने थियो। सायद मेरो भिडियोबाट म जेल पनि जाम्ला मलाई थाहा छैन, बट लेट अस स्पिक नि। आफ्नो भिजन त राख्न सकिन्छ नि त, मान्छेले सक्दैन र, त्यति पनि सक्दैन आफ्नो भिजन राख्न थियो। अनि कम टु दिस, अहिले धेरै प्रचण्ड सरको पनि, पुष्पकमल दाहाल सरको पनि एउटा स्टेटमेन्ट आएको थियो, हामीले राजालाई चाहिँ उ गर्न दिउँ, त्यो नै राम्रो कुरा हो। अनि यति लड्ने भए हामीले चुनावमा हामीले प्रोभिजन राखेको छौँ भन्नुभएको थियो, चुनाव लड्नुहोस् आउनुहोस् भन्नुभएको थियो होइन। अनि हाम्रो अरूबाट पनि, लिडरहरूबाट पनि सुनियो। चन्द्र भण्डारी सरले, आई रेस्पेक्ट द्याट पर्सन भेरी मच होइन। चन्द्र भण्डारी सरले चाहिँ अनि के पायो त यति वर्षको उसमा, के उ गर्यो त, जनताले जवाफ चाहन्छ भन्नुभएको थियो अस्तिको संसद उसमा। धेरै राम्रो, मैले उहाँको त्यो क्लिप चाहिँ हेरेको थिएँ, मैले फुल हेरेको थिएन ऊ चाहिँ, मैले त उहाँले बोलेको मात्र क्लिप हेरेको थिएँ मैले। धेरै राम्रो भन्नुभएको थियो सर। मैले भन्नु सबैलाई के छ भने, तपाईँहरूले बनाएको गणतन्त्र र आफूले गरेको काममा विश्वास छ भने किन डराउनुहुन्छ यस्तो र्यालीसँग। हजुरलाई विश्वास छ हजुरले गरेको काम राम्रो हो, हामीले यस्तो काम गऱ्यौँ जनताले हामीलाई हटाउँदैन अथवा जनताले हामीलाई रुचाउँछ भन्ने गर्नु सोच्नु भएको छ भने वाइ किन डराउनु भएको त र्यालीसँग, किन पुलिस र आर्मी खटेका छन्। ठिक छ, पुलिस र आर्मी खटिनु भनेको के हो भनेपछि एउटा प्रोटेक्सन हुनुपर्छ, अनियमितता नफैलियोस् अथवा धेरै हुलदङ्गा नहोस् भनेर, द्याट इज गुड। तर कुन इन्टेन्सनले गइरहेको छ त त्यो भन्ने कुरा पनि सबैलाई थाहा छ होइन, नथाहा होला के होला, आफ्नो भिजन हो। हजुरहरू त भिजनरी लिडर हो नि त, नेपालको भिजनरी लिडर, प्राइम मिनिस्टर जस्तो रेस्पेक्टेड पोस्टमा बसिरहेको मान्छेहरू या फिर बसेर सकिसकेको मान्छेहरू हो हजुरहरूलाई पक्कै पनि थाहा होला। अब यो चाहिँ एउटा नाति भनौँ, हजुरहरूको नातिको उमेरको, नातिको गुनासो र नातिको आफ्नो धारणा हो। धन्यवाद।